भोजपुर दावा गाउँ ल हेर पारीको गाउँ के हो डिटेल केटाहरू ल हेर दाना पहाडमा ट्याम्के डाँडा सर र यो शनि मन्दिर तल यो पछाडि जति बसेको घर ट्याक्क चट्ट हामी चाहिँ जाँदैछौँ। यस्तो नालाहरूबाट पानी सरर बगिरहेको हुन्छ होइन। पहाडको बाटोमा तराईको मान्छे हिँडेको त्यसलाई चाहिँ डर छ होइन। हामी बसेको घर चाहिँ उयो परको यो पर देखिएको घर भ्यू भोजपुर दावा गाउँ देवा गाउँ ल हेर पारीको गाउँ के हो डिटेल ट्याक्क लाएर केटाहरू के हो यार भाइ। अनि यो त बादल त तल तल आइसक्यो। ट्याम्के चौकियाकोमा टावर त्यहाँदेखि त हाम्रो गाउँ त्यता पारी अन्नपूर्ण सिनामुखु अन्नपूर्ण ट्याम्के गाउँपालिका उता परि हेर दान पहाडमा ट्याम्के डाँडा सखेवा यता पारी चाहिँ अन्नपूर्ण यता भलिबल कोर्ट ल यो चाहिँ पहाडको भ्यू सर र यो चाहिँ शनि मन्दिर तल कस्तो दामी छ होइन। माथि हामी चाहिँ डाँडामा हिँड्दै यतापट्टि चाहिँ अर्को ठाउँ जाने बाटो हो। सट्टो लगाएर सर भ्यू मजा छ। जाडो जाडो पानी पर्दै केटाहरू चाहिँ सबै अघि लागिसक्यो। यस्तो गाडीको बिचबाट चट्ट ल केटाहरू चाहिँ सबै माथि होइन सर्रमा पुगिसके। म चाहिँ यति हो र जाँदै जाँदै चट्ट भ्यू हेर्दै यो तराईका मान्छेलाई बहुत मजा आउने। तल धान खेती यो पहेँलो देखेको चाहिँ सबै धान खेती होइन रहेछ। चट्टला केटाहरू पुरै शिव बन्न खोज्दैछन् होइन। तल तपस्या गर्न लाग्दैछन्। ल देखेको चढियो यो पछाडि जति बसेको घर ट्याक्क तल जाँदैछौँ कठिर। यो परको चाहिँ बस यो चट्ट बसेको म त खाइदिने हो सुत्दिने हो चट्ट लगाएर चट्ट हामी चाहिँ जाँदैछौँ। यस्तो नालाहरूबाट पानी सरर बगिरहेको हुन्छ होइन। टल्लाएर ओह्रालो हाम्रो गाडीहरू पनि चिसो भयो होला यार सबै सेल्फ हान्न पनि गाडी चाहिँ सबै बाटोमै छ।
बाटोमै साइन शुद्ध लिएर आएको चट्ट हामी चाहिँ आइपुग्यौँ खानासाना खाएर एकछिन टेस्ट गर्ने